हेलो साथीहरू, मैले आज पनि फेरि खानेकुराको गेम लिएर आइसकेको छु। अन्तिमसम्म मेरो भिडियो हेरिदिनु होला है त। कस्तो लाग्नेछ कमेन्ट गरिदिनु होला। मैले चाहिँ आज होइन यो गेम खेल्न गइरहेको छु नि त। अनि के खानेकुरा बनाएको छु भने हेर्नु सक्नुहुन्छ। मलाई मृत्यु क्यामेरा फर्काउन आउँदैन, के सेटिङ गर्छु ल। यहाँनिर चाहिँ छ सुँगुरको मासु अनि भात, अनि यहाँ चाहिँ छ चाउचाउ, अनि यहाँ चाहिँ छ धनकुटे कुरमुरे, अनि मसँग पिउनुको लागि रहेको छ पानी। तपाईँहरूले देखिसक्नु भएको छ कि मसँग खानेकुरामा के छ भनेर। मैले के को भिडियोहरूमा चाहिँ के पऱ्यो त्यो गेम खेल्न गइरहेको छु भनेर हेरिसक्नु भएको छ तपाईँहरूले है। ल अब म चाहिँ गेम ढिलो नगरिकन सुरु गर्नु पऱ्यो भन्दैछु। कस्तो नदेखिएको हो होइन, यो मेरो मोबाइल पनि कस्तो छ हो होइन। ए पानी कत्रो देखिएको हो तर होस्। यो कपाल यस्तो गर्छु ल भन्छु ल पछाडि चाहिँ। र म चाहिँ अब होइन मेरो गेम सुरु गर्न गइरहेको छु। यहाँ मेरो साथीहरू पनि छ, 3जना छौँ हामी चाहिँ। अनि गेम सुरु गर्न गइरहेको छौँ। तर यो खानेकुराहरू चाहिँ सब उब्रेको हो नि फेरि, किनकि मैले अघि नै खाइसकेको छु। अनि त्यही भएर थोरै मात्रै राखेको हो। म चाहिँ खानेकुरा जोगाउन सक्दिनँ क्या, जोगाएर राख्न सक्दिनँ कि। खाएपछि म खानेकुरा देख्ने बित्तिकै खाइहालेर सक्नु मन लाग्छ। अनि यो चाहिँ सब उब्रेको खानेकुराहरू हो मेरो। अनि म चाहिँ गेम खेल्न गइरहेको छु, हेर्नु होला है त साथीहरू। 1 2 के भन्छौ होइन, रेडी छैनौ त तिमी? ल सुरु गरौँ है त हामी। 1 2 3 गेम स्टार्ट। आजको गेम चाहिँ होइन ल्या आजको गेम चाहिँ हामी त PASS पास, पिए होइन यस्तो चाहिँ PASS पास। यो गेम खेल्नु गइरहेको छु, PASS पास भन्ने गेम खेल्नु गइरहेको छु म। अनि गेम चाहिँ हेर्नु होला है त, अन्तिमसम्म हेरेर के हुन्छ प्रतिक्रिया दिनु होला। ल 1 2 3 गेम स्टार्ट। PASS पास। तिम्रो पालो छ, मेरै पालो। कति छिटो आउँछौ तिमीहरू त। तिमीहरू कस्तो मेरो पालो आयो है। ल्या मैले त नुन मात्रै हालेको, तिमी छिटो आइपुगिहालेको। कस्तो मलाई खानु देऊ न अलिकति ल। हुँदैन गेमको रुल्स यस्तो हुँदैन भन्थे है फेरि। ल फेरि सुरु गरौँ त। PASS पास। फेरि गर PASS पास। मेरो पालो। ल्यान्ड नगर न ऊ धेरै भयो। PASS पास, PASS पास। मैले नि खानु त हो। PASS पास। यही खान्छु म पनि। PASS पास। यस मेरो पालो। PASS पास। कति छिटो आउँछ हो तिमीहरू त। बिस्तारै आऊ न। PASS पास। मेरो पालो। कस्तो ल्याङ गर्छ हो तिमीहरू त। मेरो पालो होइन। म चाहिँ अलिक धेरै नुन खाने बानी भएको छु कि साथीहरू।
यस्तो उस्तो त नसोच्नु होइन। म धेरै नुन खान्छु क्या, त्यो पनि यत्रो पाल्छ है, छिट्दै छिट्दैन, झर्दै झर्दैन नुन। Yes, yes, pass. ला के भयो, तिम्रो पालो हो होइन, मेरै पालो हो, कसैको पनि पालो होइन, मै छु नि त यहाँ होइन। गाउँ न, हुर्केर आऊ न, पर पुगेर आऊ न। कोही त हुँदैन, एक्लै त छु, अनि एक्लै यसरी गेम खेल्छु क्या म आफै। साथीहरू सबजना सन्चै हुनुहुन्छ होला। मेरो सब खानाहरू उब्रेको हो कि, म चाहिँ खानामा यस्तो छु नि, जुगाएर राख्नु, जुगाएर खानै सक्दिनँ कि, भेटेको चाहिँ सबै खान्छु कि म। के पो भन्नु चाहनु, म मेरो हुँदा भोजपुरी खुवाइ, नहुँदा सित्रा सुकाइ भन्नु नि त त्यही हो क्या म त यहाँ त अहिले। भएको बेलामा त खाने हो, नभएको बेलामा त पनि खानै नि हो, अलिअलि हुन्छ नि त। देखियो मैले त सिसी गर्नै बिर्सेछु, मेरो भुँडी दुखो भन्नु पऱ्यो। सी मेरो भुँडी नदुखोस् है। सी मम्मीहरूले आफ्नो घरमा यसरी खानु सिकाउनुहुन्थ्यो नि त पहिले। अनि बत्ती आयो भने ढोक्नुपर्ने, घाँटीमा हात पुऱ्यायो भने फु गर्नुपर्छ, अनि चप्पल उल्टो देख्यो भने सुल्टो बार्नुपर्छ, कुचो यसरी ठाडो राख्नु हुँदैन अरे, कुचो चाहिँ अनि गरेर राख्नुपर्छ। अनि त्यो चिचिलाहरू हुन्छ नि, त काँक्राको चिचिलाहरू, के बोटहरू हुन्छ नि त, फलहरू, तिनीहरूलाई चाहिँ यसरी हातले देखाउनु हुँदैन थियो क्या, कसरी अर्कै तरिकाले हात बनाएर देखाउनु पर्ने क्या। मलाई त त्यस्तो गर्दैन है, मलाई त लाज लाग्छ पब्लिकमा, फेरि मलाई भरे मम्मीले मार्नुहुन्छ। यसरी हातले देखाउनु नभने न त फलफुला कुहिन्छ भन्नु नि, अनि अर्कै तरिकाले देखाउनु पर्ने। तर नेपालीहरू सबैजना सबैलाई थाहा छ यो कुरा। बसेर खान्छु ल, एक्लै त छु भने कुन खाम हुँदैछु म त। गेम सुरु गरेको अस्तिको पालि पनि यस्तै भएको थियो, अहिले पनि यस्तै भयो। साथीहरू नरिसाउनु होला प्लिज। एक्लै छु नि त नि, अनि साथीहरू भइ पो खेल्दै जानु, अनि खाइ पनि सकिन्छ। एक्लै त खाइमै नखाइमै त ऊ, अनि त्यही भएर म बसेर नि खाइदिएँ ल, खाएँ ल साथीहरू, नरिसाउनु ल। मैले तर खाना भर्खरै खाएको हो क्या, यो सबै उब्रेको हो कि, अनि त्यसको फेरि के गरौँ भने अल्छी लाग्यो, बसिरहेको अल्छी लाग्यो। अनि यतिखेर लु न त गेम खेलिदिउँ आज पनि भनेर अनि गेम खेलिदिएको हो कि मैले। पानी नै खानु बिर्सिँदै रहेछु। त्यसरी नहेर्नु न हौ। मासु खानुहुने मासु। मासु खानुहुने आ गर्नु, ला कहाँ गयो, आ गर्नु, आ मासु खाने। यो चाहिँ मेरो भिडियो हेर्नेहरूको लागि मासु है, यो चाहिँ मासु खानुहुने आ गर्नु,
दामी छ सबै कुराहरू। मैले चाहिँ आज होइन मैले धनकुराको कुरमुरे कहिले खाएको थिइनँ। मैले हिजै खाएको हो, आजै खाएको हो। त्यही कुरमुरे हिजोको क्या आजै खाएको हो कि। अनि कस्तो भने फर्स्ट टाइम खाएको यति मिठो नि धनकुटे कुरमुरे। वाउ पिरो पनि दामी छ, टक्क छ। नुनिलो पिरो अमिलो टक्क छ साथीहरू। कहाँदेखि लिएर आयो यसले भन्नुभएको होला। मलाई त दिदीले दिनुभयो क्या, दिदीले हिजो। अनि त्यही खाएको। खानेकुरा देख्ने बित्तिकै कन्ट्रोलै गर्न सक्दैन, म त खाइहाल्नु मन लाग्छ। यो केही नलगाएको पानीमा पानी अनि खोर्सानी मात्रै लगाएको, नुन मात्रै लगाएको थुप्रो के भएर चाउचाउ पनि मिठो छ। ए के भन्नु खोज्छु, गाडी के कुद्केको चाहिँ बिर्सिहालेँ भन्नुको लागि थियो का जिन्दगी। अनि सुकसुक पनि गर्दैछ क्या, सिजन पनि आउँदै होइन। घिनाउनेलाई म त घिनाउँदैन नै। अनि किन भन्दा यतातिर अहिले नि पानी पर्छ कि, अनि यतातिर अहिले पानी पर्छ अनि जाडो पनि छ, अनि त्यही भएर यो चिसो लागेको हो। सुकसुक गरौँ भनेर नभनिदिनु होला कृपया प्लिज। नआइज न हौ, कस्तो आउँछ हौ होइन चाहिँ। अघिदेखि आएको सुक पनि गर्दैछ क्या, सिजन पनि आउँदै होइन। घिनाउनेलाई म त घिनाउँदैन नै। अनि किन भन्दा यतातिर अहिले नि पानी पर्छ कि, अनि यतातिर अहिले पानी पर्छ अनि जाडो पनि छ, अनि त्यही भएर यो चिसो लागेको हो। सुकसुक गरौँ भनेर नभनिदिनु होला कृपया प्लिज। साथीहरू तर आज दामी 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 भयो आज पनि। ल साथीहरू, मैले चाहिँ अब खाइसकेँ। आशा गर्नेछु तपाईँहरूलाई मेरो भिडियो मन पर्नेछ। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ साथीहरू। है अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई।